आज चाहिँ गाइज होइन राति कति बज्यो रातिको 8 बजेर चाहिँ 10 मिनटसम्म कि 11 मिनटसम्म चाहिँ धरो भइसकेको गयो होइन। यहाँ पनि धेरै क्षति भइसक्यो क्या, बत्ती पनि आउन जाने गरिरहेछ। अनि यहाँ पुरै पर चाहिँ एउटा घर ढलिसक्यो अरे, मान्छे मरिसक्यो अरे। हामी पनि त्यहाँ जाँदैछु, चिच्चाकोलो भइरहेको छ। बत्ती त आइदियो, फेरि पनि 1 वर्षपछि चाहिँ ठुलो भइसक्यो, फेरि पनि गइसक्यो। घर सर ढल्ने एकदम, मान्छे सान्छे मर्ने फेरि पनि हुन्छ जस्तो छ। यहाँ पुरै चिच्चाकोलो भइरहेको छ। सबैजना चाहिँ सचेत भएर बस्न चाहिँ हाम्रो यहाँदेखि आग्रह छ है गाइजहरू। यो बिहानको बेला यसरी आउने भइसक्यो के हो यार। टेबल कमे हल्लाइदिया त यार ठुलो यार। अब चाहिँ भूकम्पको केही राज चाहियो है, यस्तो भने हामी बस्न सक्दैनौँ। सरकारलाई हाम्रो आग्रह छ। हाम्रो ओइ भुइँचालो आयो, ओइ भुइँचालो। के थाहा भएन न। 2080 सालमा आएको, अहिले 81 साल पनि आइसक्यो। यस्तै भने बाँच्न गाह्रो छ है यसरी। ओइ तोपिएको को तोप्यो। यस्तो भुइँचालो आएको ठाउँमा होइन है। म के डर लाग्दैन यार, फेल गरेर म भित्रै खानु मन लाग्दैन। ढल्दैन टराम फुट्नुपर्छ। खेला ढलेछ रे, टराममा टिनेर काट्टान्छ अरे खेला गाडीमा लागेन। डर बोकेल चल काली क्या, घरभित्र सुत्ने डर हो त। खट्ट्या त सुत्नु एकदम सेफ्टी। सुत्ने डर भन्छ, खट्ट्या त सुत्नुपर्छ सेफ्टी हो। त्यतिसम्म चाहिँ अलि रियाक्सन छैन मान्छेहरूको, त्यतिसम्म डर मानेछन्। भोलिआङको अलिक ठुलो आयो कि बत्ती गएर आयो त। यो भिडियो अहिले युट्युबमा हाल्दिनु जाउँ है, जाउँ हामी नेट चल्यो होला। अहिले नै यसरी भूकम्प गएको छ गाइज होइन। हामी चाहिँ भर्खर खाना खान लागेको थियौँ। यसरी हाम्रो गाउँमा भुइँचालो गइसकेको छ, रात परिरहेको छ। हामी यहाँ आधालहरू गाउँघरि मर्नेलाई पनि 3टा बज्छु होइन। भयो 81 हो कि थाहा छैन यो साल पनि। भूकम्पले चाहिँ हल्लायो गाइज। कहाँ भुइँचालो आयो कमेन्ट गर्नु है, कहाँ भुइँचालो आयो के भयो ल कमेन्ट गरौँ गाइज होइन। आज चाहिँ रातिको 8 बजेर 10 मिनटमा ठुलै भुइँचालो गएको छ कि होइन। यो चाहिँ हाम्रो चाहिँ एउटा साथी यहाँ बसेको छ, अरू केटाहरू त्यहाँ छ। अनि हाम्रो धन्नै घर ढलिसकेको थियो। हजुरलाई चाहिँ कस्तो अनुभव भएको थियो भुइँचालो आउँदाखेरि? धौधौ बाँच्यो होइन, खुसी हेर न, खुसी बाँचेको खुसीमा कसम बाँच्न पाइयो हेर्नु। खुसी त के खुसी हो यस्तो, भ्याइलाग्दो खुसी छ त हजुरको त। के